कपालै छैन कि कपालभित्र हाल्नलाई त अहिले ल आपको गोदमें रह रहा हो जाओ क्या रह रहा है ओखर फुटाहरूलाई नि गरेको अब अहिले पछि ओखर चाहिँ पूजाले लिएर जान्छ झगडा नभए ल भिडियो बनाएको ऊ आपको गोदमें रह रहा है आउँछ कि दिदी ऊ यता क्युआर जानु ऊ यहाँबाट जाऊ अनि के गरौँ म के गरौँ दिदी अब के गर्ने ढोका पूजा गर्ने यो लिएर गरौँ कुस्तीले गरेर आएको त म गरेर आउँछु ल मनुष्य त्यसमा हाल्ने अनि पोखा छुटाउने त्यसपछि अब के गर्ने रे कसले पूजाले गरेर आएको हो मैले अघि ढोका जस्तो गरेको थिएँ मैले पूजा नि गरिसकेँ यो किन त्यहाँ राखेको त जम्मै चिज त्यहाँ माथि राख्दा यो झिक्न यो उ त्यहाँ राख यो उता राख पुष्पी यो फुलमाला बनाएको ठाउँमा राख न यतै राख्ने हुन्छ फुलमाला त्यता राख अहिले ल्याउने हो नि त यो त यो फुलमालाई पूजा गर्ने हैन पछाडी राखे सरी दिदी फुलमालालाई नि पूजा गर्नुपर्छ त खानेकुरा चाहिँ फुलमाला अब घुम्ने हो अब त यस्तरी घुम्ने नि यो राखेर अब ओखर नफुटाइ घुम्ने छैन ओखर अब ओखर राखेर गएर के ओखर छेको भन्छन् कहाँ लगाएर छेको खोइ त ओखर पुष्पी त्यहाँ भित्र हो यो पार्दैन होला उयो मात्रै होला त्यहाँ दिदी ओखर त्यही सेलतिर हेर्नु त यसको पानीतिर खलाएर यहाँ सेलमा हो के ओखर झिका ओखर सगर सेल जम्मै यहाँ राख दाइला ठाउँमा बिमिरो यसमा पूजा गरेर यो चाहिँ हाल्दिनु हैन लिएर जाने अनि फाल्ने यत्रो त फुटाउन सकिँदैन जस्तो लाग्छ कहानी नआइकन खाल्दिनु बुवा त्यता नबस्नु न त अनि यहाँ बस्नु चलिहाल्यो बुवाले त्यता फाल्ने हो कि त ओखर त्यो त बुवाले हाल्दै त हुन्छ फुटाइदिए त हुन्छ उता पछाडि फाले हुन्छ जग्गा हाले फुटाउ फुटाउ तिमीले नै फुटाउ अब के यसमा पूजा गर्ने गरेर त्यो सेल ए राखेर अचम्म त्यहाँ सेलरोटीहरु जम्मै राख न 50 जति कुरा लोरो न बिमिले सुनेर सबै निम्बु चाहिँ अझ अगाडि देखिदैन दिदी कस्तो फन्नी टपिङ भइरहेछ हेर्नु न दिदी त्यो फुटाको मैले हेर्न फुलमाला पूजा गर्नु अब के फुटाइदिउ खै घुम्या है रेडी 1 2 3 गो नघुमी हो घुमेर पो फुटाउने हो अ अब घुम्नु पर्छ अरे फुटाउन त कोर्दै नघुमी फुटाएको जस्तो लाग्यो यता राख्दा ल के म यो लिएर करुवा लिएर घुम्छु तिमीले आगो हो काँचा एउटा पानी बोके एउटा त बोकन जहिले तिमीले आगो बोक्छौ यसपालि यस्तो रेखा बनाऊ नाइ नाइ तिमी गर अब यिनीले बोल्छ पो त यहाँ घुमेर उता आएर यहाँ अनि अब पोल्दैन बुवाले भने हाताले के यसो घुमाउनी अनि लानी उही त्यत्रो घुम्ने यहाँबाट घुमाउँदै यता लिएर आउनु अ अस्ति त्यस्तो गरेको थिएन ल तिमीले जानु त्यही गर्ने गरे के म त आदा नि यो राखे त्यो फुटाएर अहिले फाल्ने गरेको होइन र फुटाकै छैन दिदी ओखरे फुटाएको होइन दिदी नै कहाँ गयो त्यसबाटै घुमाउला नि त के भइरहेछ भने त्यही के भइछ र
के गर्ने भने थाहा भयो नि यहाँबाट घुम्दै उहाँ गएर त्यो पनि घरै आउने रे हो होइन त त्यही हो ओ त्यही त हो मलाई सिकाएको त मान्छेलाई मात्रै घुम्नलाई अबुई ओखरमा लिएर जानुपर्छ मलाई घुमेर ओखरमा लग्ने अनि फेरि मलाई घुम्ने ओखरमा लाने अनि ओखरलाई ढ्याममा फुटाउने अनि लगेर फाल्दिने ल स्टार्ट भयो हैन आगो पहिला कि त्यो पहिला आगो अगाडि कि यो अगाडि आगो अगाडि कि यो पानी अगाडि ल ल अलिक धेरै हुने गरी लैजा तेलको पनि खोइ दुगो लतार लतार्नै परे छैन कि अब त्यही ल्याउने होइन त यहीँ घुम्नुपर्छ ओखरामा पोरी तेल हाले खाइ खाइ तेल हाले तेल हाले खाके हो त्यसैले घुमाएर फर्किने अब हो नि यहीँ बस्यो भन्छु दुईतिर नपार्न खुट्टा तँ गरे ठाउँ यसले के गरे कि तँ सल्लाह र छोरी सल्लाह सँगै जान फोटो आउँछ कि मेरो त्यसले भिडियो हाल्छ मैले के गरेँ त अब घुमाउनु परेन धुपाउनु कतिचोटि भयो दुईटा नि होइन छिटो न म आइसके पर्ख्यौ न मेरो सुरु अब अर्को दुईचोटि भयो यहाँ आइपुग्दा हुन्छ होइन अर्को वर्ष डोटा आवाज ल यहाँ आएन यहाँ त्यहाँ आउनु पर्यो यहाँबाट लिएर गएको मैले खुट्टा अब अनि यो के गर्ने त यो भुइँमा राख यहाँ लिएर आउन हुन्छ भुइँमा राख होइन भइसक्यो लतिर यहाँ राख। अब निकाल ओखर आऊ फुटाइदिएर फाल्दै खुट्टाहरू बसाल्दै बुवा मैले त आउने ए त्यसरी हो न त बाँध्न कसले ब्याङ्गै बाँध नआएर म हेर्दिन ओ फाल मात्र पुग्ने गरी फाल तैँले हेर्न नहुने होइन नि आँगाले रहेछ नि यो त यो चाहिँ खराब रहेछ सिकाउनुले नि कस्तो सिकाएको हो हेर्न नआउने भने सिकाउनुले कस्तो सिकाएको हो उसले चाहिँ हेर्न नहुने तैँले जति हेर्न नि हुन्छ नि त्यसलाई आँखा चिम्लेर फुटाउँदै रहेछ अनि त्यहाँ आउन होला फुटिसक्यो तैँले त जति हेर्न नि हुन्छ नि संसारै के थाहा पानी मलाई साथी कहाँ सिकाउनुले उसले चाहिँ हेर्न नहुने थियो हेर्न हुन्छ नि हामीले हालेसी त्यसको हेर्नु अब हेर्न उसले त हेर्न हुन्छ सक्यो अब त्यो उसले चाहिँ आँखा चिम्लेर बसेको रहेछ नि मैले नि आहा तिमीले मैले नि आँखा तिमीले फुटाएर नि फाल्दैन है अनि कसले भने त अनि त्यसरी गर्ने? त्यस्तो भनेकै थिएन त्यही आफैले गरे पागलहरू। उसले चाहिँ हेर्न हुँदैन फुटाएको मैले चाहिँ पोखा नि यही गरेको थियो है मलाई थाहा छैन कि आँखा हेरेर फुटाउँथे मैले चाहिँ पोखा नि यस्तो गरेको ल अब टिका छिटो छिटो दाजुभाइले त फुटाएको कसले हेर्न हुँदैन। भयो अब टिका अब पूजा अब ए यसो यसो गर फुलमाला पूजा गर्नुपर्छ नि फुलमाला जम्मै पूजा गर फुलमालाहरूलाई पूजा गर मालालाई पूजा गर्यो छैन गरे सबैलाई पूजा गर्ने अनि है पूजालाई यस्तो पूजा गरेर उहाँ राख यहाँ मलाई पूजा गर्ने यहाँ भिडियो नि गर त सबैमा उहाँ लगाइदिएपछि यहाँ आमा आँखा पनि पर्यो के माथि हेरेर तिनवटा गर न गरिदिन्छु एउटा लिएर आएर उति पत्रिल लिएर उनीहरूले लाइन पोखेछन् लाउँदैन नि त हाम्रो त उल्टा हुन्छ नि टिका लगाइदिन्छ आमा त्यो गिलो बनाएर नि राखेर हुन्छ हाम्रो त ल पत्रिल लगाएर राख उल्टा राख अरुण दाइहरूले लगेर ऊ त्यहाँ उसमा दोबाटोमा यहाँ लगेर राखेर हुन्छ भने कुर्सी उताबाट त्यहाँ लगाएर राखेको त्यो त टिका लगाउन पर्दैन अहिले अहिले होइन त लग्ने लगिसक्यो यो यस्तो पारेर काट्न पायो भने मलाई गोलो गर्दैन कमलाले भ्याक्कै लगाइदियो पत्र ठुलै लगाइदिनु हुन्छ अब पहेँलो नभए अर्को त्यसमा ल्याऊ म ग्रीन कलर लाउँछु है पखान एकछिन माथि पुर्या माथि पुऱ्याउन बाल्टी त है जसको पनि छ ल माथिबाट लाउ माथि कपालमा माथि कुन ग्रीन लायो कुन माथि माथि ग्रीन हो ग्रीन मैले green टिका लाएको लगाऊ मैले चाहिँ यो अर्कोले अर्को लाग पालै पालो लाग कातिर कि डोरेछ कि ए लुगा टाढो तारो कहाँ गऱ्यो खोइ धुलो अगाडि यता राख्नु पर्दैन धुपो
ठुलो तर जहिलेको पाली हेर्नु त गर्छ पिङ्क कलर लगाएको हो तिमीले मैले होइन दिदी मैले जहिलेको पाली मैले गर्नु मैले होइन कसले डराएको 4% है भोक लाग्यो भनेको थियो यिनीहरूले खाइसकेछन् भोग्ला भनेर खाइ ग्रिन ग्रिन रेड लाइसक्यो के रे यहाँ राम्रोसित लागिदिनु परेन जल्दी जानेकै जाब ल जाटी तिको साइडकोमा एकैचोटि अनि राम्रोसित पिङ पनि लगाइदेऊ न ल, यो कतातिर? लामो नगर्नु होइन बेला यो कतैतिर लागेको छ भने राम्ररी पुछ मलाई गोलो गर्ने ल गोलोमा ल मलाई 7 वटा त्यो रङ अर्को लाग्यो गर्छ गोलोमा है त्यो होइन अर्को गर्न त्यसले तिमी लगाइदेऊ मलाई मैले पनि त्यही गरेँ यताबाट फर्काएर लगाइदिए ल अब सक्यो मुखतिर कतै लागेको छ भने पुछ्दैन लगाइदे तिनै लिएछ केले त अब यो त ए पूजा नेक्स्ट त्यो तेरो है ओइ त्यहाँ देऊ हातमा देऊ हैन त्यो बोकेरै दिने यो दुईटैले कति उचाल्नु भनेर दुईजनाले दुईतिर मुख हेरिने गरी पूर्वपट्टि फर्का पूर्व फर्का अब उ त्यो मोबाइल छ अनि ल अब अब त्यहाँ बस्न होइन पहिला हामीलाई लाएर मात्रै हो खाने त उठ अब पूर्व फर्किनुपर्छ पैसा दिए हैन अनि यो हातसम्म लाग्छ बस खाली पैसा मात्रै भयो दुईटै बस मैले नि लगाइदिनु मलाई हुन्छ गोलो उजाला गरिदिएर मलाई गोलो खानमा दे है हामीलाई पैसा तिनीहरूलाई गोलै टिको लगाइदियो भने एकछिन म एक थोक दिन्छु म घाँसी टिको लगाउने बेला के गरे पानीतिर होला चक्लेट हालेर लिएर आएको हो के हो खानमा कसलाई त्यो खानमा चक्लेट हालेर लिएर आएको कसलाई यो तँलाई टिको लगाइ छैन यो किन यस्तो भएको ला न एकछिन एकछिन यो हात चाहिँ समात्नु एकचोटि गाडी दिचे त्यो खाना यसले हराइटो के दुई चार दिनदेखि हराएको छोडेको मलाई मलाई गोलो नै गर्ने लामो नगर्ने के गोलोमा रङ्गोली बनाइदिएन भने गोलोमा लाग्यो रङ्गोली बनाइदिएन ए म यो सेतो गरिदिन्छु उसैले लाउनु पाइन्छ अब उसले लाउँछ रङ्गोली गर्दा हो पागल यस्तो होइन अब काली माता हेर्नु न दिदी अब त्यसमा सबै रङहरू लगाएर ओरेन्ज कोही त आमा हामीले त अम्लाले लगाएको ढुङ्गामा खस्यो के पागल मैले मिलाइदिएँ त्यस्तै त हो जे पनि हुनसक्छ दिदी खाना पस्किनु हो हालेन म मिलाइदिएँ धोती देऊ न पूजनको यो समात तँलाई नि यस्तै हुने रहेछ नि गरे नाकमा नि है निधारै छैन पूजाको जत्रै सानो बनाइदिए है ओइ ओइ आमा मासु निकालिसक्यो पार्टी गरे त झन्नै है भोरे यहाँ बिग्रियो के पुष्पाकोमा बिग्रियो होइन त्यो पुष्पी कुराले त त्यो बिग्रियो यसलाई खाउनु
न बुवा उठ्या निकाले हैन अम्मा कस्तो बनाएको यो सानो हो त्यो उले लाइदिएर भने अब त्यस्तो गोल त रिसन अहिले दिउँला के तँलाई पनि टिका लाउने हो पछि म त भात खान्छु है तिम्रो होइन एकदमै टक्कर पारे जस्तै लागिरहेको छ मलाई अझै केही पारेको मारा चाहिँ सेतो लगाइदिनु म यो गर्छु नि एउटा मारा सेतो लगाइदिनु सेतै छैन त्यहाँ पूजाको चाहिँ कति राम्रो त्यो माला पुष्पालाई कान्छी छोरी म माला नलाउने त्यो होइन त्यो तलाई हो त्यो म घोची नलाउने है माला भइरहेको छ यो एकछिनको लागि भयो अब तिम्रो ट्रनी एकचोटि तिनैजना लाऊ न अनि फोटो खिच भयो है मलाई चाहिँ फोटो खिच्नेवाला लाउनु पर्यो म तिमीलाई लगाइदिन्छु म लाउँदिनँ के पूजा लाऊ खोज्छ भने त्यसले खोइ खोइ तिमीलाई पनि आऊ सुगन्ध भात खाने कि के गिफ्ट माथि छ हैन त्यसलाई कहिले गिफ्ट छ त अन्त सिल्कको ब्रासलेट बनाएर बस यहाँ खोइ त्यसलाई चाहिँ खाममा दिएर थियो नि अघि घडी मलाई पनि थाहा छैन सबै खा मनी खुवाइदिन्छु त्यसले नै दिन्थ्यो यो पूजालाई नि ए यही त्यो देऊ रे अगाडि राख छ नि यही देऊ रे के के खाइदिनु पर्छ खाइदियो भयो यो निलेको छैन म पनि खानु परेन तपाईँ भात खाने कि के यति खा अब रसहरू आइतला मोरे यो हटाउनु फुट्टी ढोगे नास् त पाउनेर लिएर जान्छ ह फुट्टी ढोगे हैन हो ढोग्या छैन मेरो त छैन ढोगे ढोग्या हो तिम्रो ढोगेर अनि मेरो ढोग्या अब लगेर यहाँ खाले छैन यस्तो गरेपछि त्यहाँनिरबाट फोटो यसमा निकालिन्छ प्लास्टिकमा राख्न त माला माला यो त्यो हटाएन थाली यो भात मनी भात है ल छिटो भएन सिचरी मलाई भात हेर्न कस्तो हतार हुने भयो यता पनि छ नि ल अब फोटो खिचौँ न हामी सबै फ्यामिलीको आउनु न फ्यामिली फोटो यसरी खाम पनि हेरिहाल उहाँले नि लाउने रे त्यहाँ हेर न बस्या खैरेले लगाइदिन्छ कि अहिले पछि गोरेले खैरेलाई खैरेले गोरेलाई आऊ न त्यो उठ्या पनि भिडियो फोटो खिचौँ पहिला भात होइन यहाँनिरबाट खिचौँ न भोक लागेर कस्तो भइछ रिङ्गटा लागिसक्यो
पूजा यो मलाई पूजा गरेर राखे अचेता नै लगेर राखेको छैनन् उता उता राख्दै त यो कस्तो यहाँ बसेर खान्दा त अनि बुवा कहाँ गए चिसो पनि खानु पर्ने तिमीले खाम राख्यौ राखिसके म उतैनिर गएर एउटा भिडियो खिचेर आइहाल्छु ल ए प्लास्टिकमा त यता हेर्दा ए प्लास्टिकमा त प्याकेट सबै हाल रस हाल्ने होइन जे छ सबै हाल्ने मिलाएर सबै यही नै दाजु चिसो है त भर्खर राखेको भयो नि हुन्छ नभए नि हुन्छ कि चिसो त दिनु न खानु मलाई चिसा पुग्दैन सर सबै चिजहरू राखेर खान थाले होला त्यसो पैसा खाइसके त ल्या त्यो कहाँ भयो त न बड़े दिनों बाद खाना मिल रहा है भनेर यसरी खाइछ होइन म त भुइँमा बस्छु दिदी सब्जी बनाउँदै रहेँ खै त रोस्ट रोट होइन है
लगाएछन् नि टिका खानुपर्छ आज त तँलाई ल्याऊ सबलाई के खान्छु जस्तो भयो के? लाग्यो टसिङ पानी खाने बरु सबै के खाने लाग्दो अचार मिठो भएछ है पानी अचार यो मिठो मिठो हल्लै ठुलो भइरहेको छ त यता त हिमालले जाँदाखेरि के भयो जानु पर्यो रे आइज भने टिका लाउँदै रहेछन् उता टिंकू जो एक बार नशे के दलदल में गिर सकता है वो दोबारा भी तो गिर सकता है लेकिन अब इस घर की औरतों को नाचने गाने घूमने फिरने से फुर्सत मिले तभी तो वो बच्ची पर ध्यान देना देखिए संभालिए लड़की का मामला है कुछ ऊंच नीच हो गई तो हल्लै ये आपकी घर की बात है आप देखिए चले क्या हुआ अब तुम दोनों ये मत कहना कि तुम यही रुकने वाले हो यहाँ है ना दोषु अंश ईशानी हसमुख जी का ध्यान रखेंगे आप मेरी चिंता मत कीजिए अहिले कहाँ गएको ठीक आप चले नहीं देंगे मैं यहीं रुकूंगा बूटी बाबू खाना और मेडिसिन का ध्यान रखना है बापू जी का इसीलिए खैटे त माथि गएछ रिटाले इटा पिटे गरे सबैले हो काटी गरे कस्तो पहिला भात खाइहाली लास्टमा मासु खान्छु भने भ्याउ पो आउँछ कस्तो तितो लाग्छ त्यसले खानु पर्दैन आएर के त माथि सुत्न गएछ बोला अहिले पराउँछ कसलाई लिन
नपाएपछि गयो गीत पनि गोरे अगाडि नै छ है गोरे म 10 चोटि हेरिसके मलाई हेरि गर्नु मन लाग्यो गीत पनि कहाँबाट भेट्टाउने हो के गर्नु ओइ मरो म त हाँसौ के हो मेरो टिका के भयो होला अब खानु पर्छ चिसो ल्याउनु न भने अघिदेखि हो सबैले आफ्नो आफूलाई टिका लगाउँदा छ नि आफूलाई मैले एक दुस्रेलाई लगाएको होला दाजुभाइलाई दाजुभाइ नै आउँछ दिदी बहिनी नै लगाएको भने जस्तै दाजुभाइले नै लगाएको हुन्छ आफूले लगाएको भने आफू आज त लुगै फेरि चिन्ता गरेर कस्तो माइतीको थाहा भएको छैन होला नि त काम गरेर हेरे बिहान थाहा त्यही फेरि खाएको भयो त यस्तो यस्तो त्यसो गरेर हुन्छ फुक्न त्यसको फुक्या भएर हुन्थ्यो पर्ला चाहिँ त्यस्तो हाल्छ समात छैन रे किन्ने भने जस्तै के भएन अहिले होइ त सुर बुवा बोलाउनु न आएन हामीले बोलाउँदा त रिसाले माथि गएछ सुरीला ला सुर ला यता गएको थियो त ला ला बुवाले बोलाउन चाहिँ आउँछ नि
पहिला भात खाएर मात्रै खानु दिनु मैले त त्यही गरेँ के ल आयो देखो बिहाउ हामी बोलाएर आउँछ भनेर हुन्छ जिउ कति मिठो हुन्छ त्यो बोतलमा पाइन्छ कहाँ अलिक भालो अब अचार चाहिँ म यो मासु नखानु नि कालिया चाहिँ रोटो खानु खाइसक्नु अर्को खानु भयो दियोमा तेल सक्यो सक्यो तिहार तिहार पनि त सक्यो नि आज त बल्नुपर्छ सबै मिलेर मलाई रुवाएर खानाउन पर्छ ए तपाईँ त्यतिकै दिनुहुन्छ हाम्रो बुवाले लाउनु नपारे नि त्यही बेला केही भन्दैन नि तपाईँलाई त्यतिकै चित्त दुख्छ तपाईँ ज्वरो पनि गर्नुहुन्छ ढेड हप्ता लागेपछि चित्त दुख्छ गर्दाखेरि के रोस्ट हान्दाखेरि टोपी र सिक्री अनि चुरोट राखिदिन्छन् नि चुरोट जस्तै बनाइदियो भर्खर त जो खानु भोग्ला मलाई त यही मनपर्छ चिसोमा किन मम्मी खानु है मलाई नच त कस्तो राम्रो बेलुका खानुहुन्छ ला सुरी सुरी ला यहाँ हाम्रो त्यसमा मासु लाएर अनि फेरि ताजा हुन्छ त त्यही भनिरहेको क्याच गरेदेखि सुन्छन् नानीको लागि ट्रेनिङ हो के खाइसक्यो हो लिपस्टिकै यहाँ पुगेछ तपाईँको त हिरो बनाएको रहेछ कि के हो तपाईँहरूकोमा त तपाईँहरूको होइन गर्नु भइछ त्यही भएर सोधे मम्मीले जसरी पकाउनु थियो त्यसरी पकाएको कि आलु उसिनेर अनि केरा उसिनेर तेल लाएर ए हाम्रो नि अचार बनाएको त्यस्तो त उसका दुईटा गिलास नि